नेपाली। नमस्ते सबैजनालाई। आज म यहाँ तपाईँ सबैसँग मेरो दृष्टि माई भिजन अफ उत्तराखण्ड एट 2047 विषयमा आफ्नो प्रस्तुति गर्न आएको छु। 2047 त्यो वर्ष हो जसले हाम्रो देश भारतको 100 वर्षको स्वतन्त्रता मनाउनेछ। उत्तराखण्ड देवताहरूको धरती हो, पवित्र नदीहरूको जन्मभूमि हो अनि एउटा सपनासँग बनेको राज्य हो, उन्नति, प्रगति र सुखको सपना। 2047 सम्म म एउटा ग्रीन उत्तराखण्ड हेर्न चाहन्छु जहाँ हरेक गाउँघरमा क्लिन एनर्जी उत्पन्न हुनेछ। यो सपना साकार गर्नलाई हामीले सङ्घर्ष गर्नुपर्छ। पहाडहरूमा विन्ड टर्बाइन्स लगाएर, घरको छानाहरूमा सोलर प्यानल्स लगाएर अनि हाइड्रो पावर उत्पन्न गर्नलाई नदीहरूमा ड्याम बनाएर हामी एउटा सस्टेनेबल उत्तराखण्डको सपना हेर्न सक्नेछौँ। एउटा राज्यको उन्नति त्यसको संस्कृतिबाट मात्र होइन, त्यसको आर्थिक स्थितिबाट पनि हुन्छ। म चाहन्छु कि 2047 सम्म उत्तराखण्ड आर्थिक स्थितिको स्तरमा शक्तिशाली होस्, जहाँ हर एक युवाले काम गर्नलाई घर छाड्न पर्दैन, जहाँ अर्ग्यानिक फार्मिङ, टुरिज्म अन्त टेक्नोलोजीको उन्नति हुनेछ। म चाहन्छु कि 2047 सम्म मेड इन उत्तराखण्ड पुरा भारतमा आफ्नो छाप बनाओस् अनि एउटा आत्मनिर्भर उत्तराखण्डको स्वागत गरोस्। साँचो प्रगति महिलाहरूको प्रगति बाहेक हुन सक्दैन। त्यसैले गर्दा म चाहन्छु कि महिलाहरूलाई हामीले अगाडि ल्याउँ अनि हाम्रा महिलाहरू पनि एन्टरप्रेन्योर्स, साइन्टिस्ट र लिडर्सहरू जस्तो बनोस्। कल्पना गर्नुहोस्, देहरादूनदेखि पिथौरागढसम्म तपाईँले एउटा ग्रिन इलेक्ट्रिक हाइवेमा यात्रा गर्नु अवसर पाउनु भएको छ। कल्पना मात्र रहेर हाम्रो अस्तित्व बनिन सक्छ अगर हामी सबै मिलेर काम गरौँ। शिक्षाको क्षेत्रमा पनि म चाहन्छु कि हाम्रो विद्यार्थीहरूले भर्चुअल क्लासरुममा पढ्ने अवसर पाओस्। कसैले ठिकै भनेको छ, सँगै हामी अगाडि बढ्छौँ, छुटेर हामी पछाडि लड्छौँ। त्यसैले गर्दा म एउटा यस्तो उत्तराखण्ड हेर्न चाहन्छु जहाँ कोही भेदभाव नहोस् अनि जहाँ हर एक मानिसले बराबर अवसर पाओस्। यो हाम्रो कर्तव्य अनि जिम्मेदारी हो। यो जिम्मेदारीलाई निभाउनलाई हामीले सबैजना सँगै सङ्घर्ष गर्नुपर्छ। लड्दै पड्दै भए पनि हामी अगाडि बढ्नुपर्छ। आफ्नो राज्यलाई आफै सुखी बनाऊ। धन्यवाद।